एउटा कुरा छ तर सबैले बुझ्दैनन्। यदि तपाईँले जेन्युनली कसैलाई कम्प्लिमेन्ट गर्नुहुन्छ भने एकदम सानोभन्दा सानो तपाईँको कम्प्लिमेन्टले पनि कसैको दिन बनाइदिन सक्छ। तपाईँलाई मेरो आफ्नो रियल स्टोरी भन्छु है त। काममा एकजना कस्टमर आयो र एकदमै दामी बास्ना आइरहेको थियो। अब हामी नेपालीहरूको बानी, अब हामी मनमा नै सोच्छौँ ओ कस्तो राम्रो बास्ना आएको भनेर सोच्छौँ, तर उनीहरूलाई भन्दैनौँ। तर त्यो दिन मलाई भन्न मन लाग्यो र मैले भनिदिएँ यु स्मेल सो गुड भने होइन। अनि त्यसपछि ओ थ्याङ्क यू, अनि त्यसपछि यो ब्रान्डको पर्फ्युम लगाएको यताउता भन्न थाल्यो। अनि त्यसपछि एकछिनपछि अनि मलाई पनि तेरो ड्रेसअप मन पर्यो भने। अब त्यति भइसकेपछि दिनभरि नै मन खुसी, होइन मैले त खत्रै गरेछु कि भन्ने टाइपको भइरह्यो। अब यसले तपाईँले के गर्छ भन्दाखेरि तपाईँको कन्फिडेन्स बढाउँछ क्या। अब उसले पनि अब सोध्छ होला ओ म त खत्रै बास्ना आइरहेको छु भनिसकेपछि उसको पनि कन्फिडेन्स बुस्टअप भयो र यतापट्टि उसको कम्प्लिमेन्टले तपाईँको पनि कन्फिडेन्स बुस्टअप भयो। त्यही भएर नेक्स्ट टाइम तपाईँले कसैलाई एकदमै जेन्युनली कम्प्लिमेन्ट गर्न चाहनु भइरहेछ तर सकिरहनु भएको छैन भने चाहिँ एकचोटि पक्कै पनि ट्राई गर्नु होला र आफ्नो एक्सपिरियन्स सेयर गर्नु होला है त। अर्को भिडियोमा फेरि भेटौँला।